हाम्रो महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरमा अहिले बिरामीको धेरै चाप बढेको छ। विभिन्न किसिमका बिरामीहरू औषधि लगेर दबाई खाएको 8-9 महिना खाए, यो चिलाउने बन्द भयो, भित्र गाह्रो कम भइसकेको थियो। प्रेमसिंह धामी बसाई बिहान बत्ती दैजी हो थेरापी हो। यसलाई चाहिँ हामी स्टिम बक्स भन्छौँ होइन, हाम्रो भाषामा चाहिँ सर्वाङ्ग भन्छन् होइन। यसले चाहिँ नसा फुल दबाईको नसाहरू सबै खुल्छ। धन्यवाद। हाम्रो महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरमा अहिले बिरामीको धेरै चाप बढेको छ। विभिन्न किसिमका बिरामीहरू, विभिन्न किसिमका बात रोगीहरू, मधुमेहका रोगीहरू, प्रेसरका रोगीहरू, पाइल्स, फिस्टुला, फिसर रोगीहरू, नसर्ने रोगका बिरामीहरू अत्यधिक मात्रामा बढेका छन्। ओपीडीमा त्यस्तै थेरापीमा यी बिरामीहरू धेरै आएका छन्। बिरामीहरूले खास गरी आयुर्वेद नै रोज्नको कारण चाहिँ के होला? अहिले चाहिँ तपाईको नसर्ने रोगमा यो आयुर्वेद चिकित्सा प्रणाली धेरै राम्रो छ। विभिन्न किसिमका रोगहरू जस्तै मधुमेह, उच्च रक्तचापहरू, पाइल्स, फिस्टुला, फिसर, बात रोगहरू, यी विभिन्न रोगहरूमा जरैदेखि ठिक पार्ने पद्धति भनेको आयुर्वेद चिकित्सा पद्धति नै हो। तपाईँ सर्ने रोगहरूमा एलोपेथिक एन्टिबायोटिक्सहरू अथवा अरू औषधिहरू फाइदाजनक छ भने तपाईँ नसर्ने रोगहरूमा आयुर्वेदको जुन चिकित्सा प्रणाली छ यो आफैमा वैज्ञानिक छ। यो आफैमा तपाईको रुट ट्रिटमेन्ट यसको उपचार पद्धति रहेकोले अहिले बिरामीले आफैले अनुभव गरेर आफैले तपाईको धेरै ठाउँ भौतारिएपछि बल्ल अनि तपाईको यहाँ आउने गर्छन्। यहाँ आइसकेपछि हामी तपाईको विभिन्न किसिमका थेरापीहरू छन् हामीसँग। पञ्चकर्म थेरापीहरू, स्नेहन, स्वेदन, कटिबस्ती, जानुबस्ती, त्यो सँगैसँगै हामी चाहिँ जडीबुटीबाट बनेका आयुर्वेदिक औषधिहरू दिएर पूर्ण रूपमा ठिक गर्छौँ। थेरापी हो। यसलाई चाहिँ हामी स्टिम बक्स भन्छौँ होइन, हाम्रो भाषामा चाहिँ सर्वाङ्ग भन्छन् होइन। यसले चाहिँ नसा फुल दबाईको नसाहरू सबै खुल्छ। अनि यसले चाहिँ हामीले गर्ने भनेको 10 देखि 15 दिनसम्म हो। यो चाहिँ बिमारीहरूलाई चाहिँ सन्चो हुन्छ। कतिजना छन् सर यो गराउने? हाम्रोमा चाहिँ फिक्स हुँदैन, कहिले चाहिँ 50 जना पनि हुन्छन्, कहिले 30 जना हुन्छन्। चाहिँ यहाँ टार्गेट चाहिँ फिक्स हुँदैन, कहिले चाहिँ कम पनि हुन्छन्। बिमारीको चाप चाहिँ छ। के समस्या भएर तपाईँ यो गराउने? मेरो यो दुखाइ चाहिँ खुट्टा यतापट्टि बायाँतिर खुट्टा दुख्ने, दायाँतिर हात दुख्ने, कम्मर अपडाउन भइरहेको छ मेरो चाहिँ एक नाच हुने। कहिले पनि उसी ठिक भयो जस्तो भने कहिले उब्जिने अचानक। अहिले लगभग 1 हप्ता 6 दिन। कति समय भयो तपाईँले? 1 हप्ता भयो हजुर। सुधार भइरहेछ? सुधार भन्नाले उसरी पनि मेरो चाहिँ अपडाउन भइरहेको थियो। चाहिँ अब अहिले चाहिँ खासै चाहिँ भन्न केही छैन, कमजोर छ भएछ अहिले। म यहाँ 1 वर्ष भयो अहिले आएको। हामीले चाहिँ थेरापीमा पनि एउटा स्पेसलाइज्ड मेल र फिमेललाई एउटा स्पेसलाइजेसन गरेर उपचारहरू दिइरहेका छौँ। त्यस्तै हामीले औषधिहरूमा पनि केही औषधिहरू हामीले यहीँ बनाउने गर्छौँ। त्रिफलाहरू, अभिपत्तिकरहरू, सितोप्लादीहरू, यी औषधि, अश्वगन्धाहरू, यी औषधिहरू हामीले बाहिरबाट राम्रो मेटेरियलहरू ल्याएर यही औषधिहरू पनि वितरण गर्ने गरेका छौँ, जसले गर्दा रोगीहरूको रोग छिटोभन्दा छिटो ठिक भइरहेको छ। यो सँगैसँगै हामीले प्रचारका पनि धेरै मिडियाहरूमा पनि आफ्ना चिकित्सा पद्धतिको बारेमा प्रचार दिएका छौँ। त्यो कारणले खालि यो भीमदत्त नगरपालिका मात्र नभएर यो जिल्लाभरिबाटै नै, जिल्लाभित्र मात्र नभएर पहाडबाट डडेलधुरा तपाईँको अरू दुर्गम क्षेत्रहरूबाट पनि यहाँ आएर रोगीहरूले उपचार लिइरहेका छन्। मेरो नाम उमादेवी सुनार, दोदरा। के भएर आयुर्वेदिक अस्पताल आउनुभयो? यो आँखामा यो स्टोन बढेर यहाँ आए थिएँ। यहाँबाट औषधि लगेर दबाई खाएको 8-9 महिना खाएँ, यो चिलाउने बन्द भयो, भित्र गाह्रो कम भइसकेको थियो। अनि फेरि बिचमा छोड्यो, यो आँखा अप्सन गरेर छोडेर दबाई पनि रहेको थियो। त्यही सोध्न पुज्न आज औषधि खाँदै हुनुहुन्छ, ठिक भएको छ समस्या? समस्या ठिक भयो, दबाई छोड्यो बिचमा औषधि। आज फेरि त्यो सोध्न बाँकी थियो, फेरि त्यो खानु भन्नुभयो, अरू दबाई पनि दिनु। तपाईँलाई आयुर्वेदमा यो औषधिहरू पाइन्छ भनेर कसले भन्यो, कसरी थाहा पाउनु? त्यहाँ मेरो राजकुमार भाइ छन् नि, यहाँ मेरो भाइ पर्छन्, उनी दोदरा आउनु नि, उनले मलाई आउनु भन्दै थियो पहिले। हुन्छ, धन्यवाद। पनि अहिले हामीलाई भौतिक संरचना अलि कन्जेस्टेड नै छ। यो पुरानो भवन तपाईँको यो 40 सालमा
45 सालमा बनेको यो भवन रहेको छ, जीर्ण अवस्थामा रहेको छ। हामीले चाहिँ अझै यो थेरापीलाई वृहत रूपमा लिन सकिरहेका छैनौँ। यो तपाईँको अब भवनकै एउटा अभावले, त्यो कारणले निकट भविष्यमा हामी एउटा 10 बेडको भवनको लागि DPR पूरा भएर बजेट पनि आइसकेको छ। हामी त्यो प्रक्रिया अगाडि बढाइरहेका छौँ। त्यसो भयो भने भवनको पनि एउटा पर्याप्त मात्रामा हुन्छ। त्यो सँगै जनशक्ति, अहिले हामी 1 जना मात्र डाक्टर यहाँ रहेका छन् र अरू प्राविधिकहरू वैद्य कविराजहरू छन्। त्यो कारणले हामीले चाहिँ 10 बेडको हस्पिटल बनाइसकेपछि अझै विशेषज्ञ डाक्टरहरू, MDहरू आयुर्वेदमा जुन चाहिँ विशेषज्ञ डाक्टरहरू छन् अनि अरू चिकित्सकहरू पनि यहाँ आयो भने अनि हामी चाहिँ यो अझै यसको दायरालाई पनि बढाउन सक्छौँ। बिरामीले चाहिँ सजिलै सबै उपचार पद्धति यहाँ पाउन सक्छन्। कार्यव्यस्तताका बावजुद हामीलाई समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद सर। हस्, धन्यवाद हजुरको मिडियालाई र हजुरलाई धन्यवाद।